यो भिडियो चाहिँ अहिले सेमन गएको पढ्दै गरेको स्टुडेन्ट भाइ बहिनीहरूलाई हुन त अब अस्ति पनि हामीले धेरै कुराहरू सुन्यौँ। एकीबुकमा रहेको एउटा सेमन गएकोले चाहिँ विद्यार्थीहरूलाई चाहिँ ग्रेजुएसन गर्न दिएन हैन, सचिव गर्न दिएन। अब नेपाल फर्किनु परेको अवस्था छ है। त्यसले गर्दाखेरि अब भन्ने हो भने अब तपाईहरुले चाहिँ जुन सेमन गएको पढ्दै हुनुहुन्छ त्यो ग्रेजुएट गरेर तपाईले जब पाउने भनेको धेरै मुस्किल काम छ है। किनभने एक त नाइमा मिल्न गाह्रो छ, त्यसमाथि पनि अब अहिले त धेरै जसो कम्पनीले चाहिँ N2 खोज्छ के, जेलबाट N2 खोज्छ र इमिग्रेसनले पनि सम्भवतः अब चाहिँ हैन जापानमै पढेकाहरूलाई पनि N2 लेभल चाहिँ सर्टिफिकेट खोज्न थालिएको छ है। धेरैले भिसाहरु एप्लाई गर्दाखेरि त्यो कुराहरु हामीले सुनेका छौं। त्यसले गर्दाखेरि भाषागत रूपमा तपाईले N2 पास गर्न सक्नु भएन र भोलि आएर पढेको कुरा अनुसारको चाहिँ तपाईले चाहिँ जागिर पाउन भएन भने तपाईहरु चाहिँ नेपाल फर्किनु बाहेक अरु विकल्प रहँदैन। त्यो हिसाबले गर्दाखेरि यदि त्यो कुराहरु हुन नदिन जापानै बसेर चाहिँ काम गर्न वर्किङ भिसा लगाउने हो भने चाहिँ अहिलेको कन्टेक्स्टमा एसएसडब्ल्यू एउटा राम्रो उपाय हो। तर यो एसएसडब्ल्यू को पनि लिमिटेसनहरु छ है। कतिपय सेक्टरहरुमा अब अहिले बन्द हुन सुरु भइसकेको छ। जस्तै अब यो रेस्टुरेन्ट लाइन है, तपाईको फुड सर्भिस त बन्द भइसकेको छ, नयाँ भिसा नलिनु भनिसकेको छ। त्यसैगरी अब अन्य सेक्टरहरु पनि अब बिस्तारै भरिदै आएको छ के। त्यसले गर्दाखेरि अब चाहिँ सेमन गएको चाहिँ ग्रेजुएट गरेपछि अथवा म सेमन गएको पढिरहेको छु हैन, म त अब गिजिङ कोकोतिर जान्छु, कम्पनी खोजेर जान्छु भने पनि त्यो ठीक छ। तपाईसँग क्यापेबिलिटी छ, तपाईमा त्यो खालको त्यो भाषागत रूपमा तपाई चाहिँ राम्रो छ, तपाईले पढेको कुरा नयाँ अनुसार कम्पनी मिल्छ भने त्यो राम्रो हो। तर अब जुन अहिले जुन सुनियो नि त अस्ति एकीबुकमा चाहिँ 4-5 जना विद्यार्थी नेपालले पढ्ने विद्यार्थीहरूले त्यहाँ चाहिँ ग्रेजुएसन गर्न दिएन भने त्यस्ता भने त्यो त अहिले मिडियम आएको मात्रै सेमन गएको कुरा पो। त्यस्तो मिडियम नआएको त सेमन गएको कति छ है। बरु अहिले तपाईहरु इचनेन्से छ अथवा निनेसको तपाईले भर्खर सुरु भएको छ भने पनि हैन एसएसडब्ल्यू अन्तर्गतको चाहिँ 2-3 वटा सेक्टरमा चाहिँ तपाईले एक्जाम दिएर पास भएर बरु त्यो सम्बन्धी तपाईले चाहिँ जब खोजेर चाहिँ आफ्नो भिसा चेन्ज गर्दिएर लाग्दाखेरि अलि राम्रो हो कि जस्तो लाग्छ के है। अब सेमन गएको पास गरिसकेपछि अब यताबाट तपाईको चाहिँ एसएसडब्ल्यू लाग्नु भनेको तपाईको टाइम र पैसाको बर्बादी जस्तो लाग्छ है। र अब एसएसडब्ल्यू भनिहाले नि, एसएसडब्ल्यूमा पनि जति मान्छेले चाहिँ सहज रूपमा सोचेको छ नि त्यो सहज पनि छैन। एउटा तपाई क्राइटेरिया भनेको चाहिँ ल्याङ्ग्वेज जुन एनफो अथवा जीएफटी पास गराउनु पर्यो, त्यसपछि कुन फिल्डमा काम गर्ने हो त्यो फिल्डको चाहिँ स्किल टेस्ट पास गर्नु पर्यो, त्यसपछि फेरि जब खोज्नु पर्यो हैन। एसएडब्ल्यू पास गर्यो भन्दामा फलाफल जब पाउने पनि होइन के है। एउटा यहाँ त आरोबाय त हुन्छ, पार्ट टाइम जब पाउनु त कति गाह्रो छ भने यो तपाईको त फुल टाइम जब एसएडब्ल्यू त फुल टाइम जब पाउनु त्यति सहज त छैन। तर अर्को गिजिङको भन्दा चाहिँ के हो समय चाहिँ सहज हो जस्तो लाग्छ। त्यसले गर्दाखेरि समयमै विचार पुर्याउनु होला। भरे आएर चाहिँ मलाई धेरै व्यक्तिहरु जस्तो अस्तिको जुन सांगाचुमा चाहिँ पास आउट भने ग्रेजुएट गर्ने धेरै स्टुडेन्टहरुले चाहिँ अब लास्टमा गिरीगिरीमा आएर चाहिँ ल दाइ अब मेरो त कम्पनी पनि फिक्स भएको छैन, अब मेरो चाहिँ अब ग्रेजुएट हुन लागिसके, अब म चाहिँ भनौं न अब चाहिँ फर्किनु भएको उपाय छैन, एसएसडब्ल्यू गर्नुपर्ने भयो भन्छ। त्यो लास्ट आवरमा आएर चाहिँ हैन एसएसडब्ल्यू क्लास अब लिएर पढेर हैन एक्जाम पास गरिदिएर त्यसपछि कम्पनी खोजेसम्म एकदम जुन भिसा बाँकी रहन्छ नि त्यो भिसाले भ्याउँदैन के। त्यसले गर्दाखेरि भिसाको अवधि रहन्जेल नै गर्नुपर्छ। किन फर्स्ट एटेम्पमै पास गर्छ भन्ने स्योर छैन के। इनकेस फर्स्ट एटेम्पमा पास गरेन भने लगभग के ग्याप राखेर फेरि एटेम्प गर्नुपर्ने हुन्छ। त्यो हिसाबले गर्दा पनि समयमा चाहिँ विचार पुऱ्याएर चाहिँ गर्नु होला है त। थ्यांक यू।